यो सिस्टमको बन्ने कति टल्ले त 1 2 सबजना यस्तो ल उही भन्ने नि उही भन्ने उही भन्ने भाइ सब सकिसकेछ यार ठिकै छ गाउँपालिका बन्ने भन्ने ठाउँमा चाहिँ ट्याक्क शिलान्यास गर्दै हुनुहुन्छ हाम्रो अध्यक्ष ध्रुवश्रेष्ठज्यूले ल पूजासुजा सकिसक्यो होइन त अब पूजाहरू सकियो पूजा सक्यो ल शिलान्यास लिहु गाउँपालिका भवन बन्ने भवनमा अघि आउनु पर्दैन नि जग्गा चाहिँ यो गाइस यस्तो ठुलो भवन छ नमस्कार जग्गा यत्रो फराकिलो यत्रो ठाउँ छ ल है भवाल ठाउँ छ गाजाको सही टक्क होइन गाजा ल के त आज हजुर यहाँ नि यसो एउटा भन्नु पनि के अहिले के भन्नु हजुर उही भन्ने नि उही भन्ने उही भन्ने भाइ चाहिँ नमस्कार ल आउँछ है भ्लग आउँछ ल लिहु गाउँपालिका भवन बन्ने स्थानमा चाहिँ आज ट्याक्क पूजाआजा गरेर कार्यक्रमको लागि चाहिँ क्षेत्रपाल स्कुलमा हुनुहुन्छ है सबैजना ल गाउँपालिकाको त्यो छ माहौल गाइस नयाँ लिहु गाउँपालिका भवन बन्ने ठाउँ चाहिँ
यो गाइज है यहाँ छ शिलान्यास अहिले पूजा गरेर जानुभएको छ ल हेर्न सक्नुहुन्छ यत्रो फराकिलो जग्गा छ बवाल छ हेर्नुहोस् त ल ल हे गाइज अब खाना खाने होला खाना खाने कार्यक्रम ए एकछिन टक्क भिड छ ल ए पुरा जाम भइरहेछ यहाँ चाहिँ यहाँनिर शिलान्यास गरेर चाहिँ कार्यक्रमको लागि चाहिँ माथि यो के भन्छ कहाँ यो क्षेत्रपाल स्कुलको लागि चाहिँ सबैजना अब जाँदै हुनुहुन्छ है ल सबजना यस्तो ल आज चाहिँ म कहाँ जाँदैछु भन्दा आज चाहिँ म हाम्रो नुवाकोटको लिउ गाउँपालिका भवन बन्ने स्टारमा जाँदैछु तपाईँहरूलाई देखाउँछु है हेर्नु होला यहाँबाट चाहिँ माथि है टक्कै यो चाहिँ सिँचाइ अफिसको जग्गा टक्कै यहाँबाट त अगाडि छ है ल यहाँबाट सर्र गएर अगाडि छ है गाइज हेर्नु होला ल यही ठाउँ होइन त पालिका बन्ने ल बवाल रहेछ ल यत्रो ठाउँ है सम्म ठाउँ आनन्द रहेछ नि पूजासुजा गरेर जानु भइसकेको रहेछ सबैजना है कहाँनिर यो क्षेत्रपाल स्कुलमा होइन स्कुलमा कार्यक्रम चाहिँ ल तपाईँहरूले देख्न सक्नुहुन्छ यत्रो फराकिलो जग्गा छ तपाईँको पालिका बनेर पनि यहाँनिर खेलकुदको लागि यताउता पार्क होइन सबै बन्छ यो ठाउँमा चाहिँ ल यस्तो दामी ठाउँ छ ल सेन्टरमै पऱ्यो नि अब होइन लिहु 4 अब 6 त्यता भयो माथि यता लप्डु 2 ढिकुरे 1 होइन अनि यो मालाकोट चाहिँ कति पऱ्यो मालाकोट 3 यो 4 भइहाल्यो यो भन्दा माथि थानसिङ 5 अनि त्यो भन्दा माथि 6 ल सबैलाई सहज हुने ठाउँमा बन्दैछ पालिका चाहिँ ट्याक्क धेरै पछि भए पनि 9 लगभग 8-9 वर्ष भए पछि भए पनि लिहु गाउँपालिकाले आफ्नो भवन पाउँदैछ है यसमा सबैलाई खुसी छ अब सबै ठाउँको बन्यो नि त ककनी तादी पञ्चकन्या सबै गाउँपालिका भवन बन्दै गर्दा हाम्रोमा चाहिँ किन ढिलो भन्दाखेरि यो जग्गा चाहिँ प्राप्त हुनलाई अलिक समय लाग्यो रे भन्ने हुन्छ सब त्यही छ अब सुनाइमा त्यही भएर चाहिँ ढिलो भएको रहेछ बन्दैछ जे होस् ल जाने होइन जाऊ जाने होइन जाऊ पालिका भवन बन्ने ठाउँमा शिलान्यास भएर अब हामी चाहिँ क्षेत्रपाल स्कुलमा जाँदैछौँ किनभने यहाँ चाहिँ ढिलो भएको कारणले अब सबैजनालाई बस्नलाई अलि असहज हुने भएकोले हामी चाहिँ सबैजना चाहिँ उता जानु भएको रहेछ स्कुलमा त्यही भएर उता जाँदैछौँ हामी है ल कार्यक्रम भएको ठाउँमा चाहिँ हामी जाँदैछौँ है होइन हजुर यहाँ चाहिँ के कारणले रहेछ लजु हजुर यहाँ चाहिँ अब भनौँ न बर्खा सिजनको समय किसानको खेतबारीमा पानी भएको हुनाले यो चाहिँ अब व्यवस्थित भएको यो सिँचाइ अफिसमा पानी त्यही चौरमा झऱ्यो भने त्यहाँ पानी वर्षा भएको हुनाले ढिलो भएको कारणले गर्दाखेरि यहाँ चाहिँ जुन शिलान्यास चाहिँ गरियो पूजा अर्चन गरियो कार्यक्रमलाई चाहिँ यहाँबाट हिलो भएको कारणले गर्दाखेरि हामीले चाहिँ यहाँको स्थानीय
हाम्रो गाउँपालिका अध्यक्षज्यू लगायत प्रतिनिधिहरूले चाहिँ क्षेत्रपाल माविमा कार्यक्रम गर्ने भएको हुनाले हामी प्रेसिडेन्टतर्फ जाँदैछौँ। ल मैला तोलीको यस्तो बवाल छ ल दामी हान्दा यही भित्र यहाँ त कार्यक्रमहरू खाना सकिने भयो नि जाने कता र हेर्न कार्यक्रम हुने हजुर हजुर ए यो सिस्टम हो यो फोटो चाहिँ बनाउनु यो सिस्टमको पर्ने कति टल्ले हो त 1 2 3 टल्ले 3 टल्ले हो के हो ए बवाल रहेछ त ल भवन त होइन तल स्कुल पनि लागेर चाहिँ कार्यक्रम चाहिँ जहाँ शिलान्यास गरेको जहाँ पालिका भवन बन्दैछ होइन त्यही ठाउँमा हुनुपर्ने हो खासमा चाहिँ तर यो स्कुल क्षेत्रपाल स्कुलमा भएको रहेछ स्कुल पनि चलिरहेको रहेछ है र हजुरहरूको सुझाव छ भने चाहिँ कमेन्ट गर्नु न हाम्रो गाउँपालिकाको नियममा विपरीत हो कि नियम अनुसार हो हेर्नुहोस् कार्यक्रम भइरहेको छ स्कुल यता राजनीतिको कार्यक्रम भइरहेको ए बवाल भइरहेको ए दाइ हाम्रो लाग्छ पालिकाले मासु कार्यक्रम कर्मचारी लगायत सम्पूर्ण राजनीतिक दलहरू मासु भात पड्काउनु गइरहेको छ खसी दलको मासु भात पो हो गाउँपालिका कर्मचारीहरू यस्तो बन्द गरेर राजनीतिक मासु भात पड्काएन भनेर हाम्रो स्कुलमा यस्तो स्कुल चलिरहँदाखेरि यसरी चाहिँ कार्यक्रम चाहिँ गर्न नहुने हो होइन खासमा भन्ने हो भने आज बन्द होस् स्कुल कि बन्द हुनु पऱ्यो बन्द भयो भन्नु भने ल बच्चाहरू सब स्कुल चलिरहेको छ अनि गाउँपालिका बन्द मासु भात पड्काएर कर्मचारीलाई गाउँपालिकाको शिलान्यास आज भदौ 3 गते 2083 साल भदौ 3 गते ल होइन त ल भोक लागेपछि यसरी खसी र मासु खसीको मासु र भात मस्त टेन्ट तानेर होइन खाँदैछ ल म चाहिँ यहाँ छु है गाइस ल मलाई देखेन होला